सम्पूर्णमा नमस्कार। हामी धेरै कुरा खोज्छौँ, सफलता, मान, प्रेम, सम्मान, आदर, सत्कार। तर सबैभन्दा ठुलो खोज भनेको आफैलाई भेट्नु हो, आफैलाई बुझ्नु हो, आफैलाई चिन्नु हो। आत्मबोध भनेको अरूभन्दा ठुलो बन्नु होइन, आफ्नो मन बुझ्नु हो, आफैलाई चिन्नु हो। म कसरी बोल्छु, किन रिसाउँछु, के कुराले मलाई शान्ति दिन्छ, यी उत्तरहरू बाहिर छैनन्, हामी भित्रै लुकेका छन्। जब हामी आफैले आफैलाई बुझ्न थाल्छौँ, अरूलाई पनि बुझ्न सजिलो हुन्छ। जब आफ्ना कमजोरीहरू स्वीकार्छौँ, त्यो नै हाम्रो शक्ति बन्छ। आत्मबोध भनेको आफूमा फर्किने यात्रा हो, जहाँ मौनता सङ्गीत जस्तो लाग्छ र मन शान्त सागर जस्तो हुन्छ। बाहिरको संसार बदल्नुभन्दा पहिले आफूलाई बुझ्ने प्रयास गरौँ। साँचो परिवर्तन सुरु हुन्छ हामी आफै भित्रबाट। धन्यवाद।